आज आज मलाई इच एन्ड एभ्रिथिङ मलाई यति धेरै सेयर गर्न मन लाग्यो कि किनभने म हेर्छु यता हेर्छु उता हेर्छु आफ्नै कुरा गरिरहेको हुन्छ जहाँ म हैन केही नै म त्यहाँ इन्भल्भमेन्ट मेरो केही पनि छैन के नथिङ के मेरो इन्भल्भमेन्ट नै त्यहाँनेरि लाइभ आउनुहुन्छ तपाईँ लाइभ आएपछि भन्नुहुन्छ मैले काम गरेको इतिहासमा सबैभन्दा चाहिँ यो एकदमै कम सेल भएको भनेको चाहिँ अहिले 200 दिरहम भयो जहिले व्यापार हुँदैन जहिले दिनको 10,000 15,000 हुँदैन बुझ्नुभयो जहिले हुँदैन सो कस्तो हुन्छ भन्दाखेरि यो यस्तो व्यापार हो यो यस्तो ठाउँमा व्यापार गर्नु भएको छ तपाईले जहाँ कुनै पनि मान्छेको राम्रो चीज देख्यो भने त्यहाँनेरि हजारौं दिरहम खर्च गर्छन् तर कस्तो भन्दाखेरि नि यो त काम गर्ने ठाउँ हो नि त स्यालेरी बीचमा आउँदैन नि त फर्स्ट मान्छेसँग फर्स्टमा हुन्छ विकमा लास्ट विकमा हुन्छ राखेको पैसा बीचमा त्यस्तो पिक लिने कुनै पनि कम्पनी हुँदैन होला महिनामा 200 रुपैयाँ मात्र दि मलाई कमाएर लाज लाग्दैन महिनामा 200 रुपैयाँ मात्र दि कमाएर मैले तिम्रो कम्पनीमा 200 रुपैयाँ दिए रे मन्थली त्यो चीज अस्तिको दिन लाइभमा आएर यहाँहरुले बक्नुभयो यो कम्पनी खोलेको 1 सालमा आफू कति महिना बसेर काम गर्नुभयो पहिला को मान्छे राखेर काम गर्नुभयो हैन त्यस्तो थियो भने त आफू बसेको बेला महँगो चीजहरु जोड्न पर्थ्यो नि त जोड्न पर्दैन थियो घर किन्न पर्थ्यो मेरो 4 महिना मैले 6 घण्टालाई हायर गरेको मान्छे 18 घण्टा काम गरिसकेको पैसाले अनि त इच एन्ड एभ्रिथिङ पुग्यो 18 घण्टा काम गर्दाखेरि मैले 200 दिरहम महिनाको मात्रै कमाएर दिएछु मैले यहाँनेरि मैले कुनै एउटा प्रोडक्ट त्यो मान्छेलाई चाहिएको छैन भने यो त चाहिएको छैन यो त युज हुँदैन नलानु भन्दा 1 घण्टा मैले सुन्न पर्ने जुन चीज जुन मान्छेलाई आवश्यक छैन त्यो चीज सडन पैसाको लागि बेच्ने किन मेरो यी यस्ता चीजहरुसँग कम्पनीमा मसँग इस्यु भएको हो तर लास्टमा आएर म फेरि नराम्रो हैन मलाई नराम्रो बनाउँदै हिँड्नु भयो मेरो 2-4 जना दुश्मनकोमा गएर हजुरले उनीहरुले लेखेको कमेन्टमा लाइक गर्ने मैले तपाईको कम्पनीमा चोरी गरेर हिँडेको होइन नि मैले तपाईको कम्पनीमा कुनै पनि प्रोडक्ट उठाएर हिँडेको नेभर तपाईको कम्पनीमा त्यस्तो प्रोडक्टै थिएन के तपाईलाई त नामसम्म आउँदैन थियो तपाईको नि तपाई एप्रिशिएट गर्नुस् नगर्नुस् तपाई त सोचे घटिया मान्छे हैन तपाई कामै यो लेभलको गर्नुहुन्छ तपाई यतिसम्म शोषण गर्नुहुन्छ मान्छेलाई काम गर्ने मान्छेलाई त्यसमा वान अफ दी म पनि हो क्या तर म चुपचाप म बाहिर तपाईलाई याद छैन जय मनुले काम गर्न छोड्यो भन्दा भर्खर प्रपर्टी किनेको छु मैले कसरी लोन तिर्ने भोइस मेसेज मैले के लिक गरौँ यहाँ मेरो मुख हेरेर तिमीले प्रपर्टी किनेको हो दुबईमा ननसेन्स सोशल मिडियाले मलाई यति धेरै नि मुखमा छुच्चो बनाइसक्यो कि तिमीहरु त इज्जत गर्ने प्रोफेसनली है आई एम गोइङ सो प्रोफेसनली पर्सनली हैन म हजुर तपाई नै भन्छु होला कुनै ठाउँ भेटिए भने प्रोफेसनली यु बोथ आर यो लेभलसम्म गिरेको कि तिमीहरुले पैसाको लागि नि कसैको तिमीहरुमा मानवता भन्ने चीजै छैन म भइसकेपछि तिमीहरुलाई राम्रो भयो सेल्स भयो के तिमीहरुको सेल्स रिपोर्ट देखाऊ कति छ लाखौं तिर्थे म त्यसलाई ओइ तैले मलाई लाखौं पैसा म तेरो सोफामा आएर यसरी बसेको उपरखुट्टी लाएर बसेको पैसा तिरेको हो 6 घण्टा भनेर मलाई हायर गरेकोमा म 18 घण्टा काम गरेर तिरेको पैसा हो त्यो पारिश्रमिक त मेरो कति पनि हैन त्यति मेहनत हो मेरो त्यहाँनेरि
अलिकति लाज लाग्दैन बोल्नलाई? म चाहनु भने मेरो 6 घण्टाको ड्युटी सकेर म जान सक्थे नि। 18 घण्टा बस्न मलाई के खुसी थियो? के खुसी थियो मलाई? थिएन नि हैन? मेरो काउन्सिलिङले, मेरो हर एक चीजले मैले तिमीहरुको राम्रो बनाइदिए। ए भगवान, यु आर द ब्रान्ड, यु आर द घटिया ब्रान्ड। तिमी मलाई केस गर, तर तिमी जुन ब्रान्ड गरेर चलाइरहेको छौ नि कम्पनी, तिमी दुई नम्बरको काम गर्छौ यहाँनेरि। तिमी यो चीजले यो कुरा जान्छ भनेर बेच्छौ नि, त्यो तिम्रो प्रोडक्ट होइन। तिमी हरेक प्रोडक्टमा लेभल टास्छौ। जब ती चीजहरु मैले थाहा पाएँ, म 1 मिनेट लागेन मैले तिम्रो कम्पनी छोड्नको लागि। मैले भनेको पनि थिएँ, जुन दिन युए आउँछौ त्यो दिन म कम्पनी छोडेर जान्छु। अब छोडे भने त भरे चोरीको आवारा पलाउलान् उनीहरु नभएको बेला। तिमीहरुको सोच त आई नो दैट। तिमीहरुबाट कति जना पीडित होला। एक जनाको भोइस रेकर्ड मैले निकाल्नु भने नि, मलाई नि 1 मिनेट लाग्दैन तिमीहरुले जोडेको जुन कम्पनी छ नि यहाँ यसरी इम्पावर खडा गरेको म हो भनेर। अनि कुरा काट अरे, कुरा काट्न पर्दैन मलाई। तिम्रो नाक काट्न सक्ने मेरो हैसियत छ। तिम्रो बुढाले मलाई तेरो के औकात छ भने हैन, त्यो बेला पनि एउटा छोरा मान्छे भएर बसेर औँला ठड्याएर मेरो औकात भनेको तिमीहरुको इच एन्ड एभ्री ब्रान्च चाहिँ मैले लक गराइदिने मेरो औकात छ। नेपाली ठग्न पाइँदैन। दुःख गर्न आको हो। रिजनेबल प्राइस राख। यो प्रोडक्ट बाहिर पनि पाइन्छ। इम्प्लोइलाई मुख छाडेको छ। घरमा एक थप्पड नहानेको बाउआमाले तिमीहरुको गाली सुनेर पनि यहाँनेरि 12 घण्टाको ठाउँमा 16 घण्टा काम गर्दाखेरि 1 दिराम माथि तिमीहरुले पैसा नदिएर तिमी केस हारेर गएको मान्छे हो। तिम्रो केस पनि, तिम्रो कम्पनी छोडेर पनि तिम्रो केस मैले सुधारेको। मेरो साइडबाट मिल्यो, तिमी गयौ। किनभने ममा ह्युम्यानिटी चीज भन्ने पनि छ, तर तिमीमा एउटा मानवता भन्ने चीज छैन। तिमीमा मानवता भन्ने चीज थियो भने नि तिमी हेर्थ्यौ। यसले पनि यति काम गरेको छ। मैले यसको बारेमा नहुने कुरा बोल्न हुँदैन भनेर, नहुने भोइस रेकर्ड पठाउन हुँदैन, नहुने क्लाइन्ट। तिमीसँग सम्पत्ति छ, तिमीसँग सम्पत्ति छ, तिमीसँग पैसा खुवाएर तिमी मलाई जे पनि गर्न सक्ने तिमीसँग पावर छ, तर तिमीसँग मेरो जस्तो इमानदारीता छैन। बुझ्यौ? तिमीसँग मेरो जस्तो मानवता थियो भने नि तिमी धेरै माथि पुगिसक्थ्यौ। मसँग इमानदारीता थियो, आज पनि म खाली हात छु। म जुन कम्पनीले बोलाउँछ म बरु 1000 दिरहम 1200 दिरहममा म जान्छु प्रमोसन गर्दा। तेरो जस्तो म घटिया नि यो कारोबार यो इच एन्ड एभ्रिथिङ गर्न सक्दिन। त राम्रो थिस भने हप्ते पछि तेरो इम्प्लोइ निस्किदैन थियो। हप्ते पछि आएर यहाँ आएर हायरिङ पनि कस्तो हायरिङ चाहियो? मुख नचलाउने। मुख नचलाएर हुन्छ? बेच्न पर्ने चिजमा मुख नचलाउनु। तिमीले एउटा मात्रै मुख चलाएको भए आज मैले यो भिडियो बनाउनु पर्दैन थियो। तिमीले तिम्रो भएको नभएको मुखै चलायो क्या? भएको मुख पनि चलायो, कहाँबाट बोल्यौ हैन? सो यु मेड मी कम्पेल टु मेक दिस भिडियो एन्ड डोन्ट कम्पेल मी टु डिस्क्लोज इच एन्ड एभ्री एभिडेन्स which is against UAE law. तिमी सलुन चलाएर बसेको मान्छे हो, क्लिनिक होइन। यो मेसेज सुन्ने बित्तिकै तिमी युए आएको मान्छे हैन। 14 वर्षदेखि व्हाइट एन्जल पनि छ यहाँ, बुझ्यौ? जसले इमानदार तरिकाले नहुँदाखेरि पनि कतिजना इम्प्लोइ राम्रोसँगले काम गराइरहेको छ। द्याट इज द बिजनेस पोलिसी। 1 वर्षमा 1 सर्ट बिजनेस गरौँ, भागिहालौँ। यो ठाउँ होइन, यो त्यो तिम्रै ठाउँमा गर है।